नमस्ते गाइज। आज चाहिँ यहाँ पानी पर्न लागिरहेछ कति टाइम पछि। अब गर्मी महिना के अरे जाडो महिना लाग्ने टाइम भयो नि त। उता घरमा कस्तो मजाले रोज फलिरहेछ हेर्नु न साथीहरू। हाम्रोमा नि छ तर हाम्रोमा त्यस्तो धेरै फलेको चाहिँ छैन। यस्तो मजाले पानी पर्न लागेको छ नि। अनि दिस इज आवर कर्कलो बारी। मैले इन्डियन पसल जाँदाखेरि उम्रेको सानो सानो पिँडालु ल्याएर रोपेको थिएँ। अहिले यत्रो भइरहेछ, कस्तो मजाले भइरहेछ। 7वटा जति रोपेको थिएँ, यति मात्रै फल्यो। अनि यो चाहिँ के को बिरुवा हो थाहा छैन मलाई, आफै के अरे आइरहेछ। अनि यो चाहिँ हामीले बाटोबाट लिएर आएको थियौँ, अझसम्म जिउँदैछ। अनि दिस इज आलु है, कस्तो मजाले आइरहेछ है अहिले चाहिँ राम्रोसँग। अब पानी पर्ने सिजन भएपछि चाहिँ उतापट्टि पनि रोपिदिनुपर्छ। यहाँ त तरकारी के खाने जस्तो हुन्छ। त्यही भएर मैले यहाँ आएदेखि चाहिँ कर्कलो चाहिँ देखेको छैन, बेच्नलाई राखेको। त्यही भएर कस्तो मजाले आइरहेछ यत्रो सानोमा। अनि यहाँ सबै घाँसहरू पनि असेसीको घामले 45 डिग्री त्यस्तोको घामले यस्तो भइरहेछ। अब आजदेखि पानी पर्न सुरु हुन्छ, त्यसपछि चाहिँ यहाँ पनि हरियो परियो हुन्छ। कस्तो मजाले रोज फुलिरहेछ त। अब पानी पर्न लागिरहेछ। आजले चाहिँ यति नै है साथीहरू, बाई बाई। यो चाहिँ मेरो फर्स्ट ब्लग हो है साथीहरू, हेरिदिनु होला। मन पर्यो भनेमा लाइक सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई पनि। बाई बाई, सी यू। अनि चुप्पा।